guys, welcome back to my channel. So आज चाहिँ म आफ्नो बारीमा आएको छु हैन ओगी खानलाई अनि ओगी चाहिँ हाम्रो गाउँतिर चाहिँ फल्छ अनि यो ओगीलाई चाहिँ सकरखण्डा भन्छ नि त सो बट हामी चाहिँ ओगी भन्छौ अनि यहाँ चाहिँ हामीले रोपेको भन्दा पनि मम्मीले रोप्नु भएको कोदोहरु छ अनि बटमास अनि ओगी सो यस्तो देखिन्छ योहरु चाहिँ यसलाई चाहिँ कोदोहरु पनि टिपिराख्न भ्याउँदिन रहेछु क्या म अनि कस्तो धेरै ओहो गाइस यो चाहिँ टुक्रुके करेला के यो चाहिँ हामी तरकारी खान्छौँ तरकारी खानलाई यो टुक्रुके करेला हामी चाहिँ यसलाई चाहिँ के गर्थ्यौं थाहा छ यहाँ यस्तोमा चाहिँ खुट्टा राख्ने हैन सिंगाको खुट्टा बनाउने अनि सुँगुर बाख्रा गाई कुखुरा के बनाएर सानोमा खेल्थ्यौं के ओ कत्रो ग्यारे कुरा छ म चाहिँ अहिले चाहिँ के आको अहिले बहिनी आउँछ होला अनि सो म चाहिँ दुखोसँग आएको छु कि दुखो अनि यो चाहिँ मेरो काम गर्दा चाहिँ धेरै कुराहरू लाग्छ के त्यही भएर पुरानो लुगा लाउनु पर्छ अनि इन्सनर देखो अनि योहरु चाहिँ हाम्रो कोदोहरु यिनीहरुलाई चाहिँ बटमास त कुसी हरियो रहेछ उखाल्ने कि नउखाल्ने सबै कोदो बारी हो अनि ओगी बारी चाहिँ फेरि अगाडि जानुपर्छ अनि यहाँदेखि चाहिँ यस्तो भ्यू देखिन्छ योभन्दा सुरुको भिडियोमा थर्ड कुन भिडियोमा चाहिँ मैले बहिनीसँग भ्लग गरेको छु त्यहाँ पनि हामीले यहाँ बोराहरू रोपेको भ्लग गरेको थिएँ अब चाहिँ म आउने बिचमा चाहिँ कोदोहरु नै भइसकेको छ अनि ओगी चाहिँ आफै रोपेको छु कि मैले अहिले फलिसक्यो कि भनेर हेर्न आएको यति मात्रै हो कस्तो हात छ सो सुरुमा चाहिँ यहाँ म चाहिँ ओगी खन्ने हैन अनि बहिनी आएपछि चाहिँ भटमास लाग्ने भटमास चाहिँ रोपेको बेला चाहिँ के भएछ भन्दाखेरि हाम्रो त्यो चाहिँ ढुकुर लाग्छ नि त त्यो ढुकुरले सबै खाएर पलाइन रहेछ कि खासै फलेन रहेछ अनि यतिको मात्रै भइरहेछ क्या यतिको मात्रै भइरहेछ यो भटमासहरू चाहिँ हरियोमा चाहिँ उसिनेर खानु मिठो हुन्थ्यो अब त सुकिसकेछ अब भुटेर खाने कि किनामा बनाउने हैन अनि सुरुमा चाहिँ म ओगी खन्ने ओगी खन्दाखेरि चाहिँ यो ढोरहरू उखालेर फ्याल्ने अनि यो यसलाई नै उखालेर यो चाहिँ चारो हुन्छ सुँगुरलाई यस्तरी उखाल्ने अनि कतिको फलेको छ सो म देखाउँछु अब चाहिँ म काम गरेको चाहिँ देखाउन सक्दिनँ सो गाइस अहिले चाहिँ हामीहरू ओगी खनेर आइसके अनि म चाहिँ यो खेल्दैछु हामी सानो यसो गरी खेल्दै हिँड्थ्यौँ यसरी हट अनि मेरो बहिनी यस्तो वाउ कस्तो राम्रो है म त यस्तो दुस्री भिराछु खुनेर गर्मी भएर यस्तो घाम छ खोइ हेरौँ न गाइस ओगी चाहिँ हैन फलेन रहेछ खुन्दा धेरै गर्मी भएर मैले रेकर्ड पनि गर्दिन एउटा हल्ला गरिन्छ यहाँ चाहिँ आफै कराएर चाहिँ आफै काटेको नाम काट्छ भने यो आफै करायो अनि आफै च्या भन्छ क्या चल्छस् गुन्डेनीलाई म गुन्डेनी है त्यो गाइस हैन नदेखाउनु मलाई कति राम्रो हो भाइरल बनाइदिन नै मेरो बहिनीलाई हामी बल्ल यहाँ आइसक्यौँ त्यहाँ परदेखिको यहाँ आइसक्यौँ यसले चाहिँ भटमास लिएको गाइस अनि अहिले चाहिँ हामी दिदीको घरमा हैन अनि यहाँ चाहिँ खुच्चे हेलो गर्दा अनि हामी चाहिँ दिदीको साथीकोमा गएको भन्दा पनि दण्डकोमा अनि हामीले चाहिँ सोधिदिनुपर्छ नि त त्यसो मेरो काम पर्यो अनि कुद्नु पर्यो डोरा यो चाहिँ हाम्रो नाङ्गिन वाउ कस्तो राम्रो छ है कस्तो छ सो गाइस अनि चाहिँ हामीले यस्तो राम्रो फुल टिपेको छौँ होइन कति राम्रो देखिरहेछ हजुर अब जाउँ किन यही बस्ने